हेलो एन्ड नमस्ते एभ्रिवान। आज हामीले के को बारेमा डिस्कस गर्दैछौँ भन्ने कुरा त हजुरले पिक्चर हेरेर पनि गेस गरिसक्नुभयो। आज हामीले एन्क्लेक्सको सबैभन्दा मोस्ट इम्पोर्टेन्ट, कहिले कसैलाई पनि यो क्वेसन चाहिँ सोध्न छुटाउँदैन है, इभन मलाई पनि आएको थियो यो क्वेसन। क्रस वाकिङको बारेमा चाहिँ आज हामीले डिस्कस गर्छौँ है। यसको सबै आज डिटेलमै हामीले यसको बारेमा डिस्कस गर्छौँ। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सुरुमा अब हामीले चाहिँ क्रसेस युज कसरी गर्ने हैन, यसको मेजरमेन्ट कसरी गर्ने, कुन वेमा गर्ने, व्हाट इज द राइट वे टु युज क्रसेस भनेर चाहिँ डिस्कस गर्छौं है। तपाईले यहाँ पनि हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ यस्तो यस्तो देखाएको छ हैन, एल्बोको पोजिसनदेखि लिएर लेगको, क्रसेसको सबै कुरा देखाएको छ। हामीले डिटेलमा चाहिँ यसको बारेमा अब फेरि डिस्कस गर्छौं अगाडि। सुरुमा चाहिँ हामीले चाहिँ अक्युरेट मेजरमेन्ट गर्नु पर्यो है, हाफाजार्टले युज गर्नु हुँदैन। क्रसेसमा चाहिँ तपाईको अक्युरेट मेजरमेन्ट इज भेरी इम्पोर्टेन्ट। किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ तपाईको इनकरेक्ट मेजरमेन्टले चाहिँ के गर्छ त, ब्रेकियल प्लेक्सस नर्भलाई चाहिँ के गर्छ, ड्यामेज गरिदिन्छ। पर्मानेन्टली चाहिँ त्यो नर्भहरू चाहिँ ड्यामेज हुन सक्छ। त्यो प्रेसराइज पर्छ नि त क्रसेसको, त्यो प्रेसराइजले गर्दाखेरि चाहिँ ड्यामेज हुन सक्छ। सो त्यही ड्यामेजलाई चाहिँ हामीले प्रिभेन्सन गर्नको लागि चाहिँ 1.2 इन्चेस अथवा 2.5 to 5 सेन्टिमिटर बिट्विन एक्जिला एन्ड प्याड। यो क्रसेसको प्याड देख्नु भएको छ, यसको डिस्टेन्स र हाम्रो यो एक्जिलाको डिस्टेन्स चाहिँ के हुनु पर्यो त, 1.2 इन्च अथवा 2.5 सेन्टिमिटर चाहिँ यसको के हुनु पर्यो, डिस्टेन्स हुनु पर्यो। माथिसम्म घिचिक्क पारेर राखेर त्यो युज गर्यो भने त्यसको प्रेसरले, यो प्याडको प्रेसरले, क्रसेसको प्याडको प्रेसरले के हुन्छ त भन्दाखेरि तपाईको ब्रेकियल प्लेक्सस नर्भहरू चाहिँ ड्यामेज हुन सक्छ के है। अब यदि हामीले फिंगर युज गर्ने हो भने चाहिँ 2 to 3 फिंगर बीच चाहिँ हामीले के गर्छौं त, मेजरमेन्ट गर्छौं है त। अनि अर्को कुरा के रहेको छ भन्दाखेरि चाहिँ अब हामीले एल्बो चाहिँ कसरी फ्लेक्स गर्ने भन्ने कुरा हेर्दाखेरि चाहिँ तपाईले यहाँ हेर्न सक्नुहुन्छ। हामी एल्बोको कुरा र यो ह्यान्ड ग्रिपको कुरा चाहिँ सँगै गरौँ। यो चाहिँ हाम्रो ह्यान्ड ग्रिप भन्छ, जहाँनिर हामीले यहाँ सपोर्ट गर्छौँ, यसलाई चाहिँ ह्यान्ड ग्रिप भन्छ। अनि ह्यान्ड ग्रिपको अलाइनमेन्ट चाहिँ तपाईको कति हुन पर्यो त भन्दाखेरि चाहिँ टप अफ द हिपमा हुनुपर्छ। र त्यसलाई चाहिँ फिक्स कसले गर्छ त भन्दाखेरि चाहिँ एल्बोलाई चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ स्लाइडली चाहिँ फ्लेक्स गरेर, स्ट्रेट नगर्ने, स्लाइटली फ्लेक्स गर्ने। 20 देखि लिएर 30 डिग्रीमा चाहिँ हामीले के गर्नुपर्छ त, फ्लेक्स गर्नुपर्छ। कति बेला, वाइल वाकिङ है त। अनि त्यस्तै गरेर चाहिँ अब क्लाइन्टलाई चाहिँ अब एम्बुलेसन गर्ने टाइम भयो हैन। अब हामीले पेशेन्टलाई चाहिँ नर्सले एम्बुलेट गर्नु पर्यो भने जहिले पनि नर्स चाहिँ एफेक्टेड साइड है, एफेक्टेड साइडमा चाहिँ उभिनु पर्छ। उसले चाहिँ पेशेन्टको सेफ्टीको लागि पेशेन्टलाई चाहिँ गेट बेल्ट लगाएर उसको एफेक्टेड साइडमा पछाडिपट्टि चाहिँ उसले के गर्नुपर्छ त, नर्सले चाहिँ जहिले पनि पेशेन्टलाई चाहिँ सपोर्ट गर्नुपर्छ है त। अनि अर्को कुरा के रहेको छ भन्दाखेरि चाहिँ अब हामीले यहाँ हेर्न सक्छौं, यो प्रपर यो हाम्रो फुटको र यो क्रसेसको मेजरमेन्टमा चाहिँ यो ट्राइफोर्ड पोजिसनमा छ। यसलाई त्रिकोण आकारमा, हामीले त्रिभुज आकारमा पनि देख्न सक्छौं। यो चाहिँ तपाईको 6 to 10 इन्चेस अथवा 15 सेन्टिमिटरको डिस्टेन्समा हुन्छ है। हेर्न सक्नुहुन्छ तपाईले 6 to 10 अथवा 15 सेन्टिमिटर है त। 6 to 10 इन्च अथवा 15 सेन्टिमिटरको डिस्टेन्समा हामीले चाहिँ के गर्छौं त, यसलाई राख्छौं है त। र अर्को कुरा चाहिँ हामीले क्लाइन्टलाई चाहिँ के इन्स्ट्रक्सन दिनुपर्छ भन्दाखेरि चाहिँ कहिले पनि क्रसेसलाई चाहिँ हामीले एक्जिलामा रेस्ट नगराउने। अघि नै हामीले डिस्टेन्सको कुरा गरेको थियौं सुरुमा है। त्यो क्रसेस चाहिँ हाम्रो क्रसेसको यो प्याडहरू चाहिँ यो एक्जिलामा चाहिँ रेस्ट नगराउने। रेस्टको टाइममा चाहिँ हामीले तल ह्यान्ड ग्रिपमा बरु सपोर्ट गरेर चाहिँ उभिने हैन, किनभने त्यसले ब्रेकियल नर्भहरू चाहिँ ड्यामेज गराउँछ। त्यो कारणले गर्दाखेरि चाहिँ एक्जिलरी बारमा चाहिँ हामीले रेस्ट नगर्नुस् भनेर चाहिँ उहाँलाई इन्स्ट्रक्ट गराउनु पर्छ। अर्को कुरा चाहिँ एम्बुलेसनको टाइममा चाहिँ हामीले क्लाइन्टलाई चाहिँ डाउनवार्ड नहेर्नु भनेर भन्ने के हैन। त्यसले गर्दाखेरि क्लाइन्टहरूलाई फल हुन सक्छ नि त।
त्यो कारणले गर्दाखेरि चाहिँ क्लाइन्टलाई चाहिँ जहिले पनि एम्बुलेसनको टाइममा लुक अप एन्ड आउटवार्ड भनेर चाहिँ हामीले इन्स्ट्रक्सन चाहिँ दिनुपर्छ है त। किनभने क्लाइन्टले चाहिँ डाउनवार्ड हेरेर हिँड्यो भने चाहिँ अब उसलाई चाहिँ फल हुन सक्ने, चोटपटक लाग्न सक्ने हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ क्लाइन्टलाई चाहिँ हामीले लुक अप एन्ड आउटवार्ड गरेर चाहिँ हेर्न लगाउनु पर्छ है त। र अब अगाडि हामीले चाहिँ टाइप अफ गेटमा चाहिँ 5 टाइप्स अफ गेट हुन्छ, जसमा चाहिँ हामीले 2 पोइन्ट गेट, 3 पोइन्ट गेट, 4 पोइन्ट गेट, स्विङ टु गेट र स्विङ थ्रु गेटको बारेमा चाहिँ डिस्कस गर्छौँ है त। अब हामीले डिस्कस गर्छौँ 2 पोइन्ट गेटको बारेमा। 2 पोइन्ट गेट भन्ने बित्तिकै चाहिँ हाम्रो चाहिँ 2टा पोइन्ट बनाएर हिँड्ने हो हैन। यसमा चाहिँ के हुन्छ, 2 फुट अन द ग्राउन्ड एट द सेम टाइम। दुईटै खुट्टा चाहिँ तपाईको हिँड्ने बेलामा दुईटै खुट्टा चाहिँ तपाईको ग्राउन्डमै हुन्छ के है, यो कुरा बुझ्नुस् एउटा। अनि अर्को कुरा चाहिँ के हुन्छ, हाम्रो जो पेशेन्टलाई चाहिँ पार्शियल वेट चाहिँ बेयर गर्न अलाउ गरेको हुन्छ, यसको मतलब एफेक्टेड लिम्बले पनि पार्शियल वेट चाहिँ धान्न सक्छ भने त्यस्तो पेशेन्टलाई चाहिँ हामीले के गर्छौँ त 2 पोइन्ट गेट चाहिँ युज गर्न लगाउँछौँ है, अथवा अलाउ गर्छौँ। अनि यसमा के हुन्छ त भन्दाखेरि चाहिँ एफेक्टेड साइडको क्रच र अनएफेक्टेड साइडको लेग चाहिँ सँगै सार्छ। त्यो कारणले गर्दा यसलाई चाहिँ हामीले के भन्छौँ, 2 पोइन्ट गेट भनी भन्छौँ। बुझिराख्नु भएको छ नि हैन। अब यसमा के हुन्छ त भन्दाखेरि तपाईले राइट क्रचेस मुभ गर्नुभयो भने सँगै तपाईले लेफ्ट फुटलाई पनि सार्नुहुन्छ है। अनि तपाईको लेफ्ट क्रचलाई मुभ गर्नुहुन्छ भने राइट फुटलाई चाहिँ सँगै अगाडि सार्नुहुन्छ है। यसको मतलब तपाईको द क्रच अन द एफेक्टेड साइड एन्ड अनएफेक्टेड फुट आर, एफेक्टेड साइडको क्रच एन्ड अनएफेक्टेड साइडको फुटलाई चाहिँ हामीले सँगै एकै टाइममा चाहिँ अगाडि बढाउँछौँ भने त्यसलाई चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि 2 पोइन्ट गेट है। अब यसलाई चाहिँ हामीले कसरी एडभान्स गर्दो रहेछ त भन्ने कुरा चाहिँ हामीले डेमोबाट हेर्छौँ है। अब हामीले यहाँ हेर्न सक्छौँ कसरी 2 पोइन्ट गेट एडभान्स हुन्छ भन्ने कुरा म तपाईहरुलाई यहाँ देखाउँछु। ल हेर्नुस् त 2 पोइन्ट कसरी गराछ भन्दा एफेक्टेड साइडको क्रच र अनएफेक्टेड साइडको लेग चाहिँ सँगै एडभान्स गराछ है। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले, हेर्नुभयो नि हैन। ल यो चाहिँ 2 पोइन्ट गेट हो है। अब 3 पोइन्ट गेट भन्न बित्तिकै अघि हामीले 2 पोइन्ट गेटमा के भनेका थियौं, पार्शियल वेट बेयर गर्न अलाउ गर्यो भने मात्रै हामीले 2 पोइन्ट गेट युज गर्ने है। दुईटा मात्रै पोइन्ट गराएको थियो नि त हैन। दुईटा खुट्टाले सँगसँगै एउटा क्रचेस र अर्को खुट्टा सँगै एडभान्स गराएको थियो। तर यसमा चाहिँ के हुन्छ 3 पोइन्टमा 3टा पोइन्ट गराउँछ। दुईटा चाहिँ तपाईको क्रचेस भइहाल्यो राइट र लेफ्ट साइडको, अनि एउटा अनएफेक्टेड लेग हुन्छ है त। यसको डेमो हेरेपछि तपाईहरु क्लियर भइहाल्नुहुन्छ। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ यूज फर पार्शियल वेट बेयरिङ अथवा नो वेट बेयरिङ अन द एफेक्टेड लेग भनेको तपाईको एक्जाममा कहिलेकाहीँ कसरी सोध्छ भन्दाखेरि चाहिँ यसको की पोइन्ट हो, यसलाई चाहिँ तपाईले एकदम याद गर्नु। तपाईको नो वेट बेयरिङ तपाईको कुन गेट अफ पोइन्टमा हुन्छ भनेर सोध्यो भने 3 पोइन्ट अफ गेट भनेको नो वेट बेयरिङ हो भनेर तपाईले थाहा पाउनु पर्छ है। अब यसमा के हुन्छ भन्दाखेरि चाहिँ एउटा मात्रै खुट्टाले चाहिँ ब्यालेन्स गर्नुपर्ने भएको भएर है हामीलाई चाहिँ पेशेन्टलाई चाहिँ के हुनु पर्यो त, स्ट्रेन्थ हुनु पर्यो कि पेशेन्टको स्ट्रेन्थ पनि हुन पर्यो अनि पेशेन्टले चाहिँ ब्यालेन्स पनि गर्न सक्नु पर्यो। यदि पेशेन्टको स्ट्रेन्थ पनि छैन ब्यालेन्स पनि छैन भने हामीले चाहिँ 3 पोइन्ट गेट चाहिँ युज गर्न दिदैनौं है त। अनि त्यस्तै गरेर चाहिँ यसमा चाहिँ अब यसमा चाहिँ कसरी हिँड्छ त पेशेन्ट भन्दाखेरि चाहिँ दुवै क्रचेसलाई चाहिँ पहिला एडभान्स गर्छ है। दुवै क्रचेस एन्ड एफेक्टेड लेग, जुन खुट्टा एफेक्टेड छ त्यो खुट्टा र दुईटै क्रचेस चाहिँ सँगै एडभान्स हुन्छ अगाडि पहिला फर्स्टमा। त्यसपछि तपाईको बल्ल अनएफेक्टेड लेगलाई चाहिँ हामीले सार्छौं। बोथ क्रचेस एन्ड फुट अफ द एफेक्टेड एक्सट्रिमिटीज आर एडभान्स टुगेदर फलोड बाई द फुट अन द एफेक्टेड एक्सट्रिमिटीज भनेर भन्छ है त। फेरि एकचोटि भनिदिन्छु, दुवै क्रचेस अनि एफेक्टेड एक्सट्रिमिटीज भनेको खुट्टा सँगै सार्ने, त्यसपछि त्यसलाई फलो गर्दै अनएफेक्टेड एक्सट्रिमिटीजलाई चाहिँ हामीले अगाडि बढाउँछौं भने
त्यसलाई चाहिँ हामीले के भन्छौं त 3 पोइन्ट अफ गेट। अब यसलाई अझै राम्रोसँग क्लियर गर्नको लागि हामीले भिडियो हेर्छौं है।